ABCD लेख्दैछु है फाइनली हाम्रो खाजा यस्तो तयारी भएको छ कस्तो होला छोरी मिठै होला जस्तो छ हौ ब्रोकोली भन्नु न ब्रोकोली भन्नु न यसरी हो ओके गुड मर्निङ साथीहरू गुड मर्निङ आज चाहिँ बिहानै के भन्नु है 8 बजेर 20 मिनट गइसकेको छु उठेर यसो अलिअलि आफ्नो कामसाम के थियो त्यो गरिसकेँ अनि अब छोरी पनि उठेको छ उसको आमा चाहिँ काममा गयो छोरीको आमा चाहिँ काममा गयो श्रीमती चाहिँ अनि म अनि छोरी चाहिँ हामी दुईजना घरमै अब किन आफू चाहिँ घरमा बसेर श्रीमतीले काममा पठायो अब भने पनि हुन्छ होला होइन अब यसले हुन्छ किन भन्दाखेरि मेरोमा खासै मैले काम गर्ने ठाउँमा त्यस्तो भन्दा पनि अहिलेसम्म त मलाई त ओभर टाइमले बिर्स्यो नि त त्यही भएर ओभर टाइम त ती एक्सपेक्ट गर्दा पनि आउँदैन मेरो श्रीमतीको मात्रै आउँछ अनि ऊ चाहिँ ओभर टाइम लिएर गएको छ अब भरे एकैचोटि आउँछ 5-6 बजे अनि बाउ छोरी चाहिँ अब आज यो मान्छेलाई खाना पकाएर खुवाउने जिम्मा मेरो खाजा पकाएर खुवाउने जिम्मा मेरो भनिसकेपछि आज चाहिँ फेरि ऊ स्विमिङ जाने भनेर हिजोदेखि तम्सिरहेछ नि उसलाई अस्ति एउटा स्विमिङ कस्ट्युम किनिदिएको खासै त्यसले भएन अनि आज हिजो चाहिँ यो रिङ किनिदिएको छु आज चाहिँ लगेर स्विमिङ खेलाउनु पर्नेछ हाम्रो चाहिँ अपार्टमेन्टको आफ्नै स्विमिङ पुल छ नि त अनि त्यहाँ लगेर खेलाउने हो अनि त्यहाँ अर्को कुरा चाहिँ के भन्दाखेरि त्यहाँ चाहिँ फोटो भिडियो चाहिँ बनाउनु पाउँदैन क्या त्यही कारणले गर्दा चाहिँ आज चाहिँ फोटो भिडियो चाहिँ आउँदैन हामी गएको घर चाहिँ यसो अलिअलि आउँछ होला अनि हेर्नुहोस् है त अब खाजा के खाइन्छ कसो के गरिन्छ हेर्दै जानु होला आज चाहिँ म छोरीसँग हरियो मकै यसलाई बनाएर खाने अन्त यस्तो छ त अब हरियो मकै तर एकदमै हरियो रहेछ क्या कालिलो रहेछ कलिलो तपाईँहरूले यता सब मेरो त्यो ट्रास क्यानहरू देख्नु भयो होला है नो प्रब्लम घरमा ट्रास क्यान हुँदैन त अरे होइन घरमा ट्रास क्यान हुन्छ त आज चाहिँ म यो मकैले चाहिँ छोडाएर होइन आज चाहिँ उसलाई नयाँ तरिकाले पकाएर खाने बाउ छोरीले ओके छोरी भुटेर होइन आज चाहिँ बाउ छोरीले कालीफ्लावर अनि यो ब्रोकोली and I think we will have one more carrot, 1 or 2 more. I think one is enough for us. मैले धोइसकेको छु तर देखाइनँ म एक्लै छु नि त फेरि त मेरो त्यो अहिलेको यस्तो खालको यहाँ आउने खालको हुन्छ नि त त्यो खालको चाहिँ छैन मेरो क्यामेरा उ गर्नको लागि सो एउटै क्यामेरा आई मिन स्ट्यान्ड चाहिँ अनि अब त्यही कारणले गर्दा ब्रोकोली यहाँ भइरहेछ लास्ट विक लिएको थियो हामीले यो कालीफ्लावर सो कालीफ्लावर पनि आई थिङ्क हामीले बोइल गरेर cauliflower carrots cauliflower अनि carrots अनि अर्को चाहिँ corn green corn first of all
त्यस्तै ओइ इ गयो सबै आयो यसको उ त म त ठर्चिँदैको किन तर्सिनु ओ ओ चाहिँ स्मल पिसेस बनाएर यस्तै सिँगै नै बोइल गरेर पकाउने आज चाहिँ यसलाई हामीले भुट्दैनौँ अस्ति चाहिँ मैले छोरीलाई ओइ ला तपाईँकै खुट्टामा लाग्यो मकै त क्या थिएँ पौडी खेलिहाल्यो नि अब यसरी गरिसकेपछि चाहिँ के यस्तो मैले भन्नुपर्छ चाहिँ तपाईँहरू देख्नु भयो नि यस्तो हुन्छ हाम्रो भिडियो चाहिँ लेखिदिने मकै अलिकति पाकोस् होइन त्यस पछाडि यो क्यारोट्स अनि ब्रोकौली ब्रोकौली भन्नु भन्नु ब्रोकौली भन्नु नि यस्तै हो ओहो मलाई सिकाउँछ है ब्रोकौली हो नि त ब्रोकौली त्यस पछाडि होइन त्यस्तो पनि होइन क्या काउली भन्नु आउँदैन तपाईँले काउली फ्लावर हेर मलाई त अब काउली भन्नु आउँदैन अरे यत्रोदेखि सिकाउन थालेछ झन् ठुलो चाहिँ कति सिकाउने हो छोरीले मलाई सिकाएर छोरीले 6 बजी उठेको यसो काम गर्दा 6 बजे 6 बजी उठेको निद्रा लागेन सुत्नु पर्यो भनेको भएन एकछिन बस्दै फेरि भएन अनि अलिक बुकहरू पनि एक दुईवटा थियो अस्ति नै सुरु गरेको अझै सकेको छैन त्यसलाई यसो एक दुईवटा उ गरेर एक दुई पटक गरेर एक दुई पेज पढेँ अनि छोरी उठिहाल्यो पढ्दा पढ्दै छोरी उठिसकेपछि त अब के गर्नु भन्दाखेरि त ओछ्यान खुवाउनु पऱ्यो ओछ्यान उठाइसकेपछि छोरीले खाजा खुवाउनु पऱ्यो होइन ल हेर्नु सक्नुहुन्छ ल मैले छोरीको चाहिँ कपाल कोर्देको छैन तर उसले चाहिँ अब फेरि खाजा तयारी भइन्जेल के लेख्ने अरे एबिसिडी लेख्दैछ ल लेख गुड अब H आई यो चाहिँ नलेखेर तिमीले अर्को बनाएको ल यो चाहिँ मैले मेटिदिएँ ल ल आई यहाँ भयो त लेख आएपछि के आउँछ हौ ओके जे जे फर लेख कता हुन्छ जे होला नि अब लेख न तिमीले कस्तो आउँछ त्यस्तै लेख जे के किबोर्डमा हेर्छु के फर किटन लेख नि त कस्तो आउँछ त्यस्तै लेख के पछि के आउँछ ओके आउ अनि एम एम अनि गुड जब अनि एम पछि के आउँछ एन लेख्दै गर है त्यहाँ लेख्दै गर म आउँछु
ABCD लेख्दैछु है O P Q Q R ए कता हो साथी R त्यसको समाधि हो त्यही लेख न यस्तो होइन अनि कस्तो हो R कस्तो हुन्छ हो R अनि होइन हो त्यस्तै हो R कस्तो हुन्छ त अनि कस्तो हुन्छ भन्दाखेरि म सिकाउँछु है तपाईँलाई यस्तो 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 छ यस्तो हो यस्तो मैले गर्नुपर्छ हो ए हो R R R yes yes girl yes S yes अब के आउँछ खै के हुन्छ होला हौ के त्यहाँ भयो अब हो एस पछि के आउँछ यसपछि थाहा छैन हौ OPQRS O A B C D E F G H I J K L M N O P Q R S T U V अनि आउँदैछ त नि के रहेछ यसपछि यसपछि T हो टी लेख्ने ल नेटलेबाट लेख्छ नि यसपछि यस्तो यसपछि यस्तो ल लेख न त्यसको त्यो मसी उडिहाल्छ क्या छिटो लेख्ने हो त्यस पछाडि त्यो उ गरिहाल्नुपर्छ एस टी टी पछि त्यसपछि चाहिँ त्यो तल नै लियो भने यु अलिकति लेख हो त्यता लेख यु यता Oh no! Oh no! Esta es que más Oh no! छिटो राम्रोसँग लेख न यु भी अनि डब्लु अनि एक्स अलिकति यहाँ लेख एक्स यहाँ लेख न है यस्तो पार्ने न अनि यस्तो गर्दिने एक्स अनि वाइ वाइएनजी लेख ल अब पहिले भी जस्तो बनाउने यस्तो पार्ने वाइ भयो अनि जी पहिला चाहिँ वाइ आउँछ अनि वाइ पछि जी आउँछ है वाइ पछि जी ल उ गर त्यसलाई अफ गर खाजा खान हिँड ल छोरीको एबिसिडी बिहानको एबिसिडी बिहानको पढाइ सकियो फाइनली हाम्रो खाजा यस्तो तयारी भएको छ कस्तो होला छोरी मिठै होला जस्तो छ corn, cauliflower, broccoli, carrot, and corn. Okay. तपाईँले त्यहाँ उता त्यो ऊ देखिरहेको छ होला नि ताउली होइन त्यहाँ चाहिँ मेरो श्रीमतीले हिजो दही लगाएको थियो मैले दही चाहिँ राखिसकेँ त्यो दुईवटा कुरा चाहिँ राख्नु बिर्सेर त्यस्तो देखिरहेको छ ओके
किन हाँस्नु खोलाको जस्तो छ हौ है खोलाको यस्तो बोइलिङ खासै खाने बानी छैन नि त बोइल गरेको खाउँछु मिल्थ्यो एकछिन दाल भएपछि दिनु गएको न खाने त खास यस्तो हो क्या बोइल गरेको हामी चाहिँ जहिले पनि तेल हालेर फ्राई गरेर खान्छौँ नि द्याट्स नट गुड फर हेल्थ है छोरी मकै राम्रो रहेछ पाकेछ मजाले देख्यो एकदम लुतो मकै तातो छ कि सियाउनु बाँकी पनि छ नि खै त कसो जमाएको छिटो अब हाम्रो भिडियो ब्लग चाहिँ पापा नै हो खाना पनि खाइसक्यो थालपका धोइसके अब ब्रस गर्नु छ ब्रस गरिसकेपछि चाहिँ अनि फेरि आज स्विमिङ गर्न नजाने हो पुरै घाम लागिरहेको थियो अब त घामै छैन घाम छैन घामै छैन अनि के जानु त हौ घामै छैन नि कहाँ जानु त बाहिर चाहिँ यतिको छ घाम एकदमै मलुवा छ मन्द खालको त्यस पछाडि हावा चलिरहेछ अनि म चाहिँ नजाउँ भनिरहेको छु खै यो चाहिँ जाउँ जाउँ भनिरहेछ ऊ चाहिँ पानीको चाहिँ किरा हुन्छ एक नम्बर हेरौँ है त के हुन्छ ल यसले चाहिँ यो बलुन फुलाउनेले मैले चाहिँ यो अलिकति हिजो उसले यो यहाँबाट सास फ्याँकिदियो हावा फ्याँकिदिएछ कि हिजो पनि भरिदिनु भरेको थिएँ हावा फ्याँकेर उ गरिदिएको थियो सो आज चाहिँ अलिक टाइट तरिकाको बनाइदिएको छु नजाउँ भनेको पुरै जाने भन्छ यार साथी त अनि उसको क्लिनअप पनि गरेको छैन त्यो हेर्नु त हो क्लिनअप गो एन्ड क्लिनअप ऊ गरिसकेपछि त क्लिनअप गर्नु पर्यो त छिटो क्लिनअप ल हेर्न सक्नुहुन्छ साथीहरू रेडी भइसकेका छन् हो सुमी कस्टम सस्टम लगाइसकेर यो पनि बोक न छोरी यो बोक त्यो पनि बोक्नुपर्छ नि तिमीले त्यसले भन्यो भने त्यसले खेल्नुपर्छ नि त अनि चस्मा लगाऊ सुमी त्यो पुलमा त एकदमै उ हुन्छ नि फेरि भरे अनि यहाँ चाहिँ यस्तो छ क्या यो पास हुनुपर्छ यो स्विमिङ पास भएन भने हामी स्विमिङ खेल्न पाउँदैनौँ अनि हामीसँग फेरि फेल गर्ने चाहिँ यहाँ हुन्छ अरे ऊ पनि हुन्छ के अरे यो की पनि हुन्छ यति त्यति भएको हुन्छ यताको वेदरको कुरा गर्दा छोरी चाहिँ हिँड्दैछ ल जाउँ हिँड हिँड खोइ आए यस्तो चिसो रहेछ छोरी गयो नि साथीहरू हामी फर्किनु पऱ्यो यार नक्केली पुल क्लोज गर्दैछ किन गऱ्यो पुल क्लोज गरेछ पैसा चाहिँ तिर्नुपर्छ समयमा यस्तै हो क्या होइन यस्तै छ साथीहरू ल है त हस् धन्यवाद थ्याङ्क्स फर वाचिङ आवर भिडियो